वेलकम बैक टू आवर च्यानल। आज चाहिँ हाम्रो स्कुलमा सरस्वती पूजा छ अनि आज चाहिँ हाम्रो सरस्वती पूजा पनि हो। मैले फर्स्ट टाइम स्कुल ब्लग पनि बनाइरहेको छु अनि हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। सो गाइज अब चाहिँ हाम्रो स्कुल आइसक्यो। अब आज चाहिँ हामी सनलाइट स्कुलमा एडमिसन गर्न लगाएको पनि हो। आज सरस्वती पूजा छ नि त, त्यसैले हजुरहरूलाई आज हाम्रो स्कुलको टुर देखाइदिन्छु है। गाइज अब चाहिँ हामी स्कुलमा आइसकेको छौँ। हाम्रो स्कुल हो अनि हामीले चाहिँ सनलाइट स्कुलमा आइसकेको छौँ। अब आज एडमिसन हुन्छ। है सानो नहेर ल नचल्ला ल बिग्रिन्छ भिडियोबाट पड्किदिनु है दिदी। ल गाइस अब चाहिँ साह्रै फ्लाइट सानी भन्यो अब यता पर्दैन। खेल्दैछन्। मैले चाहिँ मेरो फ्रेन्ड्सहरू भेटिसकेको छु होइन। अर्को नि उसको नाम चाहिँ प्रिन्सु र निकिसा हो। अनि मैले अर्को चाहिँ निकिसा र आबु भेटेको छु। मैले उसलाई पनि देखाउँछु है। यहाँ हेर्नु कस्तो राम्रो डेकोरेसन छ। मैले चाहिँ यहाँ आद्याहरूसँग भेटिसकेँ। ऊ चाहिँ मेरो क्लासमेट हो अनि ऊ चाहिँ मैले अघि नै देखाइसकेँ होइन। उनीहरू चाहिँ मेरो बेस्ट फ्रेन्डहरू हो होइन। त्यहाँ चाहिँ हाम्रो यो खेल्ने ठाउँ हो होइन। यता चाहिँ प्रसादहरू बाँड्ने ठाउँ हो, यता चाहिँ पूजा गर्ने ठाउँ हो होइन। प्लेग्राउन्डमा खेलिरहेको छ आरुषी गाई चाहिँ हो। अब पनि हामी यहाँ पेन्टिङ गर्न जानु लगाएको हो। त्यहाँ चाहिँ निक्सन बसिरहेको छ सँग खेलाउँदै होइन। त्यही हो गाइस। अब उतानिर भित्र खेल्दा चाहिँ हाम्रो पुग्नु अनि उतानिर मेरो फ्रेन्डहरू बसिरहेको छ। एल्लो कलर गर एल्लो यहाँ हाती हाल यसरी हात देखाउँछु म अब हात धुनु हाम्रो हात धुने ठाउँमा पनि हात धुने ठाउँमा यस्तो भिड आइनु गाइस। सबैभन्दा बदमास साथीहरू यहाँ सर्कल बनाइसकेर सर्कल बनाइसकेर धेरै राम्रो छ त अर्को बनाइसकेर सर्कल बनाइसकेर सन्ता उसकै साथीसँग हो नि जुन खेले
गाइस उसको फ्ल्याग यतापट्टि गालामा होइन उसले सानीको flower पनि देखेको छु। सानीको यस्तो लोटस फ्लावर अनि मेरो चाहिँ अर्कैमा छ। अब हामी घर जान्छौँ। अब घर गएर भ्लगलाई इन गर्छु। मेरो लोटस चाहिँ यस्तो छ। अब हामी घर जान्छौँ अनि घर गएर म यो भ्लगलाई इन्ड गर्छु अनि इन्ड गरेपछि यो गाइस अनि अर्को भ्लगमा हामी भेटौँला है। स्कुलमा चाहिँ होइन 9 बजेदेखि जानुपर्ने छ। 9 बजेदेखि 11 बजीसम्म चाहिँ हाम्रो कार्यक्रमहरू भइरहन्छ अनि त्यस पछाडि कार्यक्रम सिधोसकेपछि चाहिँ स्कुलमा म्यामहरू चाहिँ होसिन्छ। त्यसको उहाँहरूको चाहिँ स्कुलमा के अरे एडमिसनहरूको लागि मात्र 9 बजेदेखि 3 बजेसम्म। गाइस अब सानीहरूको पनि न्यू एडमिसन भएको थियो अनि अब चाहिँ हामी घर जान्छौँ अनि घर गएर एकछिन रेस्ट गर्छौँ अनि नुहाउँछौँ। आज फेरि फ्राइडे हो कि गाइस। अब घर आइपुग्न कति मिनट पनि बाँकी छैन। अब त्यहाँबाट 2 मिनट पनि लाग्दैन। यो प्राइस चाहिँ के को प्राइस भन्नु भयो होला। त्यो चाहिँ यो प्राइस के त्यो चाहिँ न्यू एडमिसनहरू जो बच्चाले गर्यो नि। अब मेरो सानीले गऱ्यो अनि सानीले पछि अब अरू बच्चाहरूले पनि गरे हुन्छ नि। अनि त्यसैले अब हामी नयाँ बच्चाहरूले पनि एडमिसन त गऱ्यो अनि उनीहरूले चाहिँ त्यो प्राइजहरू पाउँछ। त्यहाँ प्राइजभित्र मेरो सानले कहाँ राखेर दिन्छ र त्यो च्याती पनि छ कि बलुन पनि लिएर एउटा होइन। त्यहाँ चाहिँ एउटा कपी र पेन्सिल हुँदो रहेछ कि गाइज। अब चाहिँ हामी घर आइपुगिसक्यौँ। आजको यो भिडियोमा यति नै। अब हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।